एक दिन तिमी बुझ्नेछौ, जुन दिन बुझ्नेछौ कि म सस्तो थिइनँ। त्यो निशुल्क अक्सिजन जस्तै थिए जुन तिमीले ध्यान नदिई सास तानिरहेको थियौ। तर जुन अक्सिजन अस्पतालको एउटा चिसो कुनामा पुगेपछि सबैभन्दा महँगो साबित हुन्छ। म तिमीलाई बिना शर्त माया गर्थे, बिना कारण सधैँ माफ गर्थे। तिमी रिसाउँदा आफैलाई दोष दिन्थे र तिमीलाई हँसाउन आफै रुने गर्थे। तिमीले सोचेको थियौ म सधैँ त्यही मान्छे हुँ, तर बुझेनौ कि हरेक चोटि म भित्र कता कता टुक्रिरहन्थे र म तिमीलाई मुस्कान दिन आफैलाई बिर्सिँदै गएको थिएँ। म सधैँ सँगै थिएँ, त्यही भएर तिमीले मलाई कहिल्यै हराएको महसुस गरेनौ। तर एक दिन जब म साँच्चै हराउनेछु, जब म मौन भएर अन्तै फर्किनेछु, त्यही दिन तिमी थाकेर फकानिएर न्यानो कसम खोज्दै फेरि फर्किनेछौ। अनि हो त्यही पलमा तिमी मेरो महत्त्व बुझ्नेछौ, जब म त्यहाँ हुने छैन। जुन बेला शब्दले पनि केही गर्न सक्दैन, जुन बेला सम्झनाले पनि आँखा रसाउँछ, तर मान्छे फर्किँदैन। म तिमीलाई माया गरिरहनेछु अझै पनि, तर अब आफ्नै मौनतामा मात्रै।